नानीहरूलाई खाजा बनाएर पुर्याउन जान लागेको म चाहिँ। हेलो साथीहरू, वेलकम ब्याक टु माई 12 डे मिनी भ्लग। चाहिँ सब्जी टिप्न जाने बेलामा चाहिँ यस्तो टललो घाम लागिराखेको थियो कि अनि म चाहिँ चटेला सब्जी पकाउन लागेको। अनि चटेला टिपे ओरे ल्याएर अनि पखाले ओरे अनि चट यस्तो पाराको मैले चाहिँ चना काटेँ। अनि बिहान बिहानै हाम्रोमा चाहिँ यस्तो टललो घाम कोठामा आएको थियो। अनि मैले चाहिँ कोठाको ओछ्यानहरू मिलाउनु थियो अनि तन्नाहरू फेर्नु थियो। तन्ना उठाएँ ओरे अनि अर्को तन्ना ओछ्याएँ ओरे अनि बढार कुडार गरेँ। अनि बढार कुडार गरिसकेर चाहिँ अनि हाम्रो कोठा चाहिँ यस्तो भयो साथीहरू। सफाइ सकेर खानाहरू पकाएँ ओरे अनि खाना खाइसकेर चाहिँ नानीहरू स्कुल जाने बेला पनि भयो। माथि गाडीसम्म पुर्याउनु गएँ नानीहरूलाई। अनि आएर चाहिँ मिल चलाउनु थियो मेरो काम चाहिँ। अनि अस्तिको दिनै पर दाजुले ल्याइदिनु भएको थियो मकै चाहिँ पिन्दिनु है भनेर। अनि मैले चाहिँ मकै पिने ओरे अनि खाना सब्जी खाएर फेरि अनि नानीलाई खाजा बनाएर लाने बेला भयो। अनि नानीहरूलाई खाजा चाहिँ मैले चाहिँ अन्डा अनि चाउमिन बनाएर लगिदिन लागेको। पहिला चाउमिन उसिने ओरे अनि छपनीमा तारेँ। अनि यता फेरि कराई बसाएर अनि पड्काउने मसला लगाएँ, थोरै प्याज लगाएँ अनि चाउमिन लगाएर थोरै बेसार पनि लगाएँ अनि नुन लगाएँ। म चाहिँ सादा नानीहरूलाई यस्तै खालको चाउमिन बनाएर लन्छु। अनि सकेर अनि बट्टामा लगाएँ। अनि बट्टामा लगाएर अनि अन्डा पनि आदि पारेर लगाएँ बट्टामा। अनि बट्टाको बिर्को लगाएँ ओरे झोलामा लगाएर अनि म रेडी हुन थालेँ। अनि आज चाहिँ गर्मी थियो, गर्मी भए पनि अब सेपको लागि भए पनि ज्याकेट पातुलो खालको लाउनै पर्यो। अनि यो टोपी लगाएँ। अनि आज चाहिँ गर्मी भन्दा पनि घाम चर्को न चर्को थियो। अनि त्यही भएर यो टोपी लगाएको। अनि साइकल निकालेँ ओरे अनि म चाहिँ नानीलाई खाजा पुर्याएर आइसकेँ। आएर एकछिन फेनको हावामा बसेँ। अनि लुगा धुनु थियो अनि लुगा धुनलाई गएँ। लुगा धुएँ ओरे अनि पखालेँ ओरे अनि सुकाएँ। अनि सुकाइसकेर अनि एकछिन पछि त फेरि नानीहरूलाई लिन जाने बेला पनि भयो। अनि म चाहिँ नानीहरूलाई लिन गएँ। अनि नानीहरू पनि आइपुगे स्कुलबाट। अनि आज चाहिँ यस्तो खलखल्ती भएको छ किनाले। आजको भिडियो चाहिँ यति नै साथीहरू।